हेलो साथीहरू, आज हामीहरू धेरै महत्त्वपूर्ण टपिकमा कुरा गर्न गइरहेको छौँ। हामी आज कुनै पनि इतिहास रियल छ कि फेक छ त्यसमा कुरा गर्न गइरहेको छौँ। कहिलेकाहीँ के हुन्छ, कुनै कुनै व्यक्तिहरू चाणक्य काल्पनिक हो, हाम्रो धार्मिक ग्रन्थ रामायण र महाभारतलाई काल्पनिक भनिदिन्छ। र आज हामी के कुरा गर्न गइरहेको छौँ कि कुनै इतिहास काल्पनिक छ कि वास्तविक छ, त्यसलाई कसरी पत्ता लगाउने, इतिहासका स्रोतहरू के हुन्। जस्तै उदाहरणको लागि इतिहासका स्रोतहरू जस्तै शिलालेख। यदि कुनै राजाको शिलालेख भेटेको छ, कुनै राजाले शिलालेख लेखाएको छ भने त्यो राजा वास्तविक थियो, त्यो जमानामा त्यो राजा थियो भन्ने कुरो प्रमाणित गर्दछ। एउटा भवनहरू जस्तै कुनै भवन कुनै भवन पृथ्वीनारायण शाहले बनाएको होला, कुनै भवन अंशु वर्माले बनाएको होला। हरेक राजाले आफ्नो पालामा कुनै न कुनै भवन निर्माण गरेको हुन्छ। त्यो भवनहरूले प्रमाणित गर्छ कि फलानु समयमा फलानु राजा थियो। अनि अर्को कुरो, भवन पछि हात हतियार, जस्तै पृथ्वीनारायण शाहको हात हतियार हामीसँग म्युजियममा उपस्थित छ। यसले के प्रमाणित गर्छ भने पृथ्वीनारायण शाह थियो। र मैले जस्ट उदाहरणको लागि पृथ्वीनारायण शाहको नाम भनेको छु। अर्को कुरो, जस्तै जमिन मुनिबाट कहिलेकाहीँ मूर्तिहरू भेट्छन्। त्यो मूर्तिहरू कसको छ, कुन भगवानको छ, यो कुराहरू कसरी प्रमाणित हुन्छ। यसका लागि जस्तै कुनै शिलालेख भयो, त्यो शिलालेख कुन राजाले लेखाएको छ, यो कुराहरू कसरी प्रमाणित हुन्छ। यसका लागि युएनको एउटा संस्था छ युनेस्को। यो कुराहरूलाई युनेस्कोमा पठाउनुपर्छ अनि युनेस्कोले गहिरो अध्ययन रिसर्च गरेर प्रमाणित गर्छ यो फलानुको हो। त्यही युनेस्कोको आधारमा हामीले इतिहासलाई मान्नुपर्छ। अर्को कुरो, इतिहास पत्ता लगाउने अर्को एउटा अझै कुरोहरू छन्। जस्तै कुनै राजा थियो होइन, त्यो राजाको पालामा कुनै लिखित दस्तावेजहरू हुन्छन्, त्यसले पनि यो इतिहासको प्रमाणका स्रोतका रूपमा हुन्छन्। जस्तै सुगौली सन्धिको कागज हामीसँग उपलब्ध छ। यसले प्रमाणित गर्छ कि सुगौली सन्धि भएको थियो, पुरानो समयमा भएको थियो, 1816मा भएको थियो। उदाहरणको लागि मैले सुगौली सन्धिहरूको नाम भने, यस्तै कुराहरू तपाईँहरू आफै बुझ्नुहोस्। अनि युनेस्को आजको लागि यति नै। अब भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। अझै इन्फर्मेटिभ भिडियोहरू लिएर अर्को भिडियोमा आउनेछु। हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।